अलराइट, आजको यो भिडियोमा हामी कुरा गर्नेछौँ एकदम इन्ट्रेस्टिङ टपिकमा ब्याटम्यान। ब्याटम्यान अहिलेसम्म 8000 वटा भन्दा बढी कमिक बुक इस्युजमा देखिसकेको छ, त्यो पनि नट इन्क्लुडिङ मल्टिभर्स। उसले जोकरसँग फाइट गरेको छ, जस्टिस लिगको मेम्बर पनि हो, सबै फाइटिङ फर्म्सहरूमा मास्टरी गरेको छ, अझ गडहरूसँग पनि लडेको छ। तर यो मान्छेले धेरै दुःख पाएको छ, अनइमेजिनेबल ग्रिफ, लाइक अ लट, अब मेबी टु मच नै भन्दा ठिक होला। ब्याटम्यान त अझ बेबी पनि बनेको छ। द्याट रेजेस सम सिरियस क्वेसन्स। वाट द हेल ह्यापन्स इन ब्याटम्यान? How do we go from Batman fighting with a giant fruit thrown by an alien, then chasing people on roller skates, to breaking human trafficking rings? त्यो पनि रातको कालो अँध्यारोमा। अनि अर्को कुरा, कसरी चाहिँ त्यस्तो मान्छे जो दुश्मनहरूलाई ड्याङ ड्याङ मार्थ्यो, आइल किल यु भन्थ्यो, त्यहाँबाट कहिले कसैलाई मार्दिन भनेर कसम खाने मान्छेसम्म बन्न पुग्यो त? अब यो कुरा त जान्नै पर्ने हुन्छ नि। त्यही भएर आज हामी यो टपिकमा कुरा गर्न लाग्दैछौँ। अलराइट, लेट्स गो। सबैभन्दा फर्स्ट ब्याटम्यानको स्टोरी आएको थियो 1939 मा। त्यो स्टोरी मात्र 6 पेजेसको थियो अनि त्यो एक क्लासिक मर्डर मिस्ट्री थियो। मर्डरर चाहिँ क्राइम गरेपछि भाग्न खोज्छ अनि ब्याटम्यानले एक पञ्च हानेर उसलाई एसिड ट्याङ्कमा फालिदिन्छ। अब यो पछि के ब्याटम्यानले गिल्ट फिल गर्छ त? के उसलाई दुःख लाग्छ त? नट एट अल। उसले त एफ वर्ड हिम भन्छ अनि पिच डार्कनेसमा बिलाउँछ, गायब हुन्छ, भाग्छ। सबैभन्दा रमाइलो कुरा त के भने, यो फर्स्ट इस्युमा हामीलाई ब्याटम्यानको एक्चुअल आइडेन्टिटी को हो भनेर त्यसको लास्टमा मात्र देखाइन्छ। ब्रुस वेन भनेको त यो स्टोरीमा एकदमै साइड क्यारेक्टर हो जस्तो देखिन्छ। एकदम बोरिङ सोसियलाइट मान्छे जो कमिसनर गोर्डनसँग बसेर पाइप तान्ने टाइपको हुन्छ। तर स्टोरी अगाडि बढ्दै गर्दा ब्रुसले अलि अजीब अजीब बिहेभियर्सहरू देखाउन थाल्छ। अब त्यो बुझ्दै जाँदा बल्ल बुझेँ भन्ने अवस्था पनि आउँछ। अनि अर्को के भने, अरू इस्युहरूमा हामीले ब्रुसको ओरिजिन स्टोरी पनि पाउँछौँ। उसको मम ड्याडलाई एक लुटेराले मर्डर गरेको थियो, त्यो इन्सिडेन्टले नै ब्रुसलाई ब्याटम्यान बन्नेसम्म बनायो टाइपको। अनि अर्को इन्ट्रेस्टिङ कुरा, ब्याटम्यानसँग एक फियान्से थियो, एक लभर थियो, जुली भन्ने वेल्दी एक्ट्रेस, जसलाई केही आइडिया नै हुँदैन आफ्नो पार्टनर सिक्रेटली को हो भनेर। अनि जुलीलाई जब म्याडमङ्क भन्ने भिलेनले किडन्याप गर्छ, ब्याटम्यान पुरै रिसमा सिधै गएर म्याडमङ्क सुतेको बेलामा नै सुट गरेर मारिदिन्छ। त्यो पछि नै ब्याटम्यानको ट्रस्टी साइडकिक डिक ग्रेसन आउँछ, जसको प्यारेन्ट्सलाई लोकल मबस्टरले मारेको हुन्छ। अनि ब्रुसले उसलाई आफ्नो अन्डरमा राखेर ट्रेन गर्छ। फाइटिङ, क्रिमिनोलोजी, डिटेक्टिभ, यताउति सबै खालके कुराहरू सिकाउँछ। डिकले आफ्नो पेरेन्ट्सको रिभेन्ज पनि लिनुपर्छ अनि त्यसपछि चाहिँ ऊ ब्याटम्यानको फुल टाइम क्राइम फाइटिङ पार्टनर बन्छ। अब यो स्टोरीहरू धेरै ओल्ड स्कुल टाइपको हुनाले हामीलाई अलि हाँसउठ्दो, अलि फनी लाग्न सक्छ, तर त्यो ब्याटम्यान र रोबिनको डाइनामिक्स देख्दा चाहिँ सही लाग्छ। यो ग्रिफ स्ट्रिकन मान्छे जो आफ्नो चाइल्डहुडको इनोसेन्सलाई मिस गर्छ, उसँग एउटा यस्तो पार्टनर आउँछ जसले उसलाई राइट ट्र्याकमा ल्याउन हेल्प गर्छ। अनि इन्ट्रेस्टिङ कुरा के भने, रोबिन आएपछि ब्याटम्यानले गनसन चलाउन, मान्छेहरू मार्न ठाडै बन्द गरिदिन्छ। अनि अब ब्याटम्यान र रोबिनसँग आइकोनिक भिलेन्सहरू पनि आउँदै जान्छ, पेङ्गुइन, क्याटवुमन अनि अफकोर्स जोकर। अब जोकरले त आफ्नो फर्स्ट अपियरेन्समा नै मान्छेहरूलाई भेनम इन्जेक्ट गरेर लास्ट ब्रेथसम्म पनि हाँस्दै मर्नुपर्छ भन्ने कन्डिसन दिन्छ। सुरुमै इन्जेक्सन दिएको हुनाले उसको भिक्टिमहरू एकदम एन्सियस भएर नै मर्छ। अब त्यो पछि अझ पुलिस अफिसर जस्तो बनेर ब्याटम्यान र रोबिनलाई जिउँदै जलाउने कोसिस समेत गर्छ। जब जोकर समातिन्छ उसलाई केही फरक पर्दैन। रिजन के हो त? ही नोज द्याट ही विल स्केप। यो जोकरको फर्स्ट इस्युले नै यो क्यारेक्टरको अर्गनाइज्ड केओसलाई पर्फेक्टली जस्टिफाई गर्छ। त्यो भएर ब्याटम्यान जस्तो ऱ्यासनल अनि क्यालकुलेटेड हिरोको लागि जोकर एउटा पर्फेक्ट राइभल बन्छ। अब धेरै टाइम क्राइम फाइट गरेपछि ब्याटम्यानले पुलिससँग एउटा दामी रिलेसन बनाइसकेको हुन्छ। एउटा भिजिलान्टीबाट अफिसियल गोथम पुलिसको अनररी मेम्बर बन्छ। अनि यहाँ आएर चाहिँ आइकोनिक ब्याट सिग्नलको इन्ट्रोडक्सन हुन्छ। ब्याटम्यान र कमिसनर गोर्डनले एकअर्कालाई हेल्प गर्न थाल्छन् टु फेल जोकर्स प्लान। यसले चाहिँ ब्याटम्यान र गोर्डनको रिलेसनसिपलाई झन् स्ट्रङ बनाउँछ एज डिटेक्टिभ्स र अल्टिमेटली फ्रेन्ड्स जस्तो कनेक्सन बन्छ। अब ब्याटम्यान र रोबिन दुईजनाले क्रिमिनल्सहरूसँग लड्न थाल्छन्, टु फेस, स्केयरक्रोहरू जस्ता। अब यो फर्स्ट स्केयरक्रो त हामीले देख्ने जस्तो हरर भिलेन चाहिँ होइन, सिम्पल स्केयरक्रो कस्ट्युम लगाएको एउटा ऱ्यान्डम मान्छे हो। अनि रोबिनले सिसो युज गरेर पछाडिबाट हान्छ स्केयरक्रोलाई अनि उसलाई डिफिट गर्छ। त्यससम्म पुग्दा ब्रुस र जुलीको पनि ब्रेकअप हुन्छ अनि ब्रुसले अर्को लिन्डा भन्ने क्यारेक्टरसँग डेट गर्न थाल्छ।
तर त्यो रिलेसनसिप पनि धेरै दिन टिक्दैन। रिजन क्याटवुमन सी इज इन अ लभ ट्रायङ्गल विथ ब्रुस एन्ड लिन्डा। क्याटवुमनलाई चाहिँ ब्रुस वेन खत्रै मन परेको हुन्छ, तर उसलाई थाहा नै हुँदैन कि ब्रुस वेन नै ब्याटम्यान हो भनेर। उसले त के भन्छ भने म ब्रुससँग चान्स पाएँ क्राइम छोडिदिन्छु अनि कम्प्लिटली सुध्रिन्छु भनेर। अब ब्रुसले के गर्ने? टु स्टप हर फ्रम कमिटिङ एनी क्राइम ऊ उसलाई डेट गर्न थाल्छ। त्यो राम्रै चलिरहेको हुन्छ जसले गर्दा क्याटवुमन क्राइम छोड्ने मुडमा आउँछ। अनि अब ब्रुसले लिन्डालाई बुझाउनु पर्ने त भयो। सो उसले लिन्डालाई के भन्छ भन्दाखेरि म ब्याटम्यानको लागि यो काम गर्दैछु, क्याटवुमनले चाहिँ क्राइम छोडिदिन्छु भनेको भएर। तर यहाँ ट्विस्ट के आइदिन्छ भन्दा जसलाई उसले लिन्डा सोचेर कुरा गरिरहेको थियो त्यो त क्याटवुमन नै हुन्छ लिन्डाको मास्कमा। अनि जब त्यो रिलेसनसिप त फेक रहेछ भन्ने थाहा पाउँछ क्याटवुमनले, त्यसपछि ऊ फेरि क्राइमको दुनियाँमा फर्किन्छ। ब्रुस र लिन्डाको पनि ब्रेकअप हुन्छ अनि ब्रुस फेरि अर्को रोमान्स खोज्न थाल्छ। अब यो ओरिजिनल कमिक्सको सबभन्दा रमाइलो कुरा के भने सबै कुराहरू स्लोली डेभलप भइरहेको छ। जस्तै अन्डरग्राउन्ड ह्याङ्गर, ब्याट केभको कन्स्ट्रक्सन, ब्याट प्लेनको इन्भेन्सन अनि क्यारेक्टर्सहरूको फर्स्ट टाइम इन्ट्रोडक्सन्स। सो अब ब्याटम्यान र रोबिनको घरमा नक गर्दै एउटा कम्प्लिटली ऱ्यान्डम मान्छे आउँछ, आल्फ्रेड। अब यो भर्जनमा आल्फ्रेड ब्रुसको चाइल्डहुडबाट त थिएन, तर उसको बुवा चाहिँ वेन फ्यामिलीकै बटलर थियो। ब्रुस र डिकले आफ्नो आइडेन्टिटी हाइड गर्न खोज्छन् तर आल्फ्रेडले थाहा पाइहाल्छ। अनि अब आल्फ्रेड चाहिँ ब्याटम्यान र रोबिनको ट्रस्टेड मेम्बर बन्छ। क्राइम फाइट गर्ने, मिस्ट्री सल्भ गर्ने, यताउति कामहरूमा ब्याटम्यान र रोबिनलाई हेल्प गर्न थाल्छ। अब यो कमिक्समा एक रमाइलो कुरा क्लोजर भन्नाले एउटा पक्का एन्डिङ छ। अब हामीहरू त कमिक्सको क्यारेक्टरहरू आउने जाने जसको कहिले राम्रो डेभलपमेन्ट नभएको टाइप देखिरहेको हुन्छ नि त। तर थ्याङ्क्स टु डिसी मल्टिभर्स एन्ड मल्टिपल भर्जन्स अफ ब्याटम्यान हामीलाई चाहिँ यो फर्स्ट ब्याटम्यान जुन चाहिँ ओरिजिनल ब्याटम्यान हो उसको एन्डिङ दिएको छ। अब ब्रुस चाहिँ जोचिल भन्ने मान्छेसँग फेस टु फेस हुन्छ। जोचिलले चाहिँ ब्रुसको प्यारेन्ट्सलाई मारेको हुन्छ। वी नो दिस मर्डर अफ वेन कपल इन द एलिवे स्टोरी। चिलको डेथ पछि चाहिँ ब्रुसको क्यारेक्टरले क्लोजर पाए जस्तै हुन्छ, एज द मर्डरर अफ हिज प्यारेन्ट्स फाइनल्ली डाई। अनि ब्याटम्यानको अरू दुश्मनहरू पनि रिडिम हुन्छन्। टु फेसको स्कार रिपेयर हुन्छ अनि आफ्नो पुरानो लाइफमा फेरि एज अ लयर फर्किन्छ। अल्दो हि इज हन्टेड बाई हिज पास्ट एक्सन्स, ब्याटम्यानले उसलाई फुल्ली सपोर्ट गरेर उसलाई उसको वाइफसँग एउटा ह्याप्पी एन्डिङ दिन्छ। क्याटवुमनले पनि साँच्चीकै नै क्राइम छोडिदिन्छ, आफ्नो आइडेन्टिटी रिभिल गर्छ अनि आफ्नो भाइको लाइफ बचाएर पास्ट सिन्सहरू पनि कभर गर्छ। अनि ब्रुस पनि क्याटवुमनसँग एक्चुअल रिलेसनसिपमा बस्छ, आफ्नो फिलिङ्सहरू रिभिल गर्छ अनि दुईजना बिहे गर्छन् र हेलेना भन्ने छोरी पनि जन्मिन्छ। ब्रुसले ब्याटम्यान लाइफसँग एउटा डिस्टेन्स कायम गर्छ अनि आफ्नो फ्यामिलीमा फोकस गर्छ। हाउएभर इट्स नट अलवेज सनसाइन एन्ड रेनबोज। क्याटवुमनलाई उसको एउटा एक्स हेन्चम्यान भन्नाले उसको प्रिभियस पार्टनर इन क्राइम उसले अट्याक गर्छ। ब्रुसले उसको बुढीलाई बचाउन खोज्छ तर एउटा गोली क्याटवुमनलाई लाग्छ अनि ब्रुसकै आर्म्समा सेलिना कायल एकेए क्याटवुमन मर्छ। आफ्टर दिस इन्सिडेन्ट ब्रुस रिटायर्स फ्रम बिङ अ ब्याटम्यान। रोबिन जो चाहिँ अब ठुलो भइसकेको हुन्छ आफै क्राइम फाइट गर्न थाल्छ अनि हेलेना पनि आफ्नो पेरेन्ट्सको लेगेसी कायम राख्न हन्ट्रेस बन्छ र रोबिनसँग मिलेर गथम सिटी प्रोटेक्ट गर्न थाल्छ। ब्रुस चाहिँ गॉर्डनको प्लेस लिएर कमिसनर बन्छ। अब लास्टमा चाहिँ ब्रुस वेनको स्टोरी एन्ड हुन्छ। कुनै ग्रान्ड ब्याटलमा और दुनियाँलाई बचाएर चाहिँ होइन, तर स्टोरी फुल सर्कल आउँछ। त्यो चाहिँ जस्ट एउटा कमन क्रिमिनलसँग लडेर। उसको नाम चाहिँ बिल येन्सन हुन्छ जसले कमिसनर वेनलाई आफ्नो फल्स इम्प्रिजनमेन्टको लागि दोष दिन्छ। जेलबाट निस्केपछि बिलले एउटा सर्सरर यानि जादुगरसँग इमेन्स पावर लिन्छ अनि हि अनाउन्सेस हिज रिभेन्ज अन द पिपल अफ गथम। ब्रुस अब लास्ट टाइम आफ्नो ब्याटम्यान सुट लगाएर फाइट गर्न जान्छ। समहाउ येन्सनले चाहिँ अरू सबै सुपर हिरोहरूलाई डिफिट गर्छ अनि लिभ्स ब्याटम्यान एज द लास्ट म्यान स्ट्यान्डिङ। ब्याटम्यानले उसलाई डिफिट त गर्छ तर एक्सप्लोजनमा दुवैजना मारिन्छन्। या ब्याटम्यान डाइज। अनि ब्याटम्यानको आइडेन्टिटी रिभिल हुन्छ। सबैले शोक प्रकट गर्छन्। त्यो मान्छे जसको प्रमिस थियो गथम सिटीलाई प्रोटेक्ट गर्ने। ब्याटम्यानको लेगेसी उसको आफ्नै छोरी हेलेना यानि हन्ट्रेस र आफ्नै छोरा जस्तो रोबिनले कन्टिन्यू गर्छन्। अब तपाईहरूलाई थाहा भइसक्यो होला यो एक मात्र ब्याटम्यान होइन। अर्थ 2 को ब्याटम्यान, अर्थ 1 को ब्याटम्यान इटिसी धेरै भर्जनहरू छन्। मल्टिभर्स हो नि त। अब टाइमलाइन चेन्ज हुन्छ। कहिले भने डिसीले अर्थ 1 को ब्याटम्यानको स्टोरी नै डाइरेक्टली रिस्टार्ट गरिदिन्छ। पहिला त इरिटेटिङ लाग्छ किनकि यस्तो भएपछि अब पहिलेदेखि भनिरहेको स्टोरी हावा रहेछ भन्ने जस्तो हुन्छ। तर कुरा चाहिँ यस्तो हो, ब्याटम्यानको क्यारेक्टरमा
यति धेरै लेयर्स र एस्पेक्ट्सहरू छन्, कम्प्लेक्स छ क्यारेक्टर। अब सिन्स वी आर टकिङ अबाउट मल्टिभर्स, देयर आर अ लट अफ ब्याटम्यान। अब सबै एउटै भर्जनमा त फिट हुँदैन, अनि यस्तो भर्जनले क्यारेक्टरको एसेन्स क्यारी गर्छ, अनि नयाँ नयाँ स्टोरीमा ब्याटम्यानले आफ्नो जर्नी चाहिँ कन्टिन्यू गरिरहेको हुन्छ। सो यो हो ब्याटम्यानको स्टोरी, फर्स्ट एभर स्टोरी अफ ब्याटम्यान भनौँ। सो नेक्स्ट भिडियोमा अर्को स्टोरी लिएर आउँछु। भिडियो रमाइलो लाग्यो भने लाइक गर्न नबिर्सनु, सब्सक्राइब गरेर बेल आइकन थिचिदिनु। अरू यो जस्तो भिडियो चाहिन्छ भने कमेन्ट गरिदिनु होला। हामी अब अभियसली डिसी, मार्भल जस्तै अरू पनि कमिक क्यारेक्टर्सहरूको स्टोरी अनि क्यारेक्टरहरूको बारेमा कुरा गर्नेछौँ। सो लेट्स मिट अर्को भिडियोमा।